सुर्खेतकी चेली इनिसा विकको 4 जनाले जंगलमा लिएर बलात्कार गरेर हत्या गरेको आज 7 दिन भइसक्यो। उनीले अहिलेसम्म न्याय पाएकी छैनन्। न्याय पाउँदिनन् कि भन्ने डरले परिवारले अहिलेसम्म पनि सब बुझ्न मानेको छैन। यो केसलाई फितलो बनाउनको लागि सुरुदेखि नै एमालेका नेता कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल सुरुदेखि नै हात धुएर पछि लागेका छन्। त्यही डरले अहिलेसम्म मृतकको परिवारले त्यो सबलाई जलाउन मानेको छैन, त्यो सबलाई बुझ्न मानेको छैन। प्रदेश अस्पतालमा बहिनी इनिसा विकको सब कुहिरहेको छ, तर कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको कारणले गर्दाखेरि त्यो सब आज परिवारले बुझेका छैनन्। भोलिको दिनमा मन्त्री नै लागि परेका छन् त भोलिको दिनमा मेरो छोरीले न्याय पाउने होइन कि भन्ने डरले सब बुझ्ने मानेका छैनन् परिवारले। ल भन्नुस् अब कर्णाली प्रदेशका मुख्यमन्त्री ज्यू, तपाईले एउटा दलितको छोरी, गरिबको छोरी भनेर तपाईले हेर्नु भएको, तपाईले हेप्नु भएको, किन तपाई उसको न्यायको लागि उसको पक्षमा किन तपाई उभिनु भएन? किन तपाई बलात्कारीको हत्याराको पक्षमा उभिनु भयो? त्यो सबलाई उठाउन, त्यो सबलाई छिटो लिन बुझ्न तपाईले किन दबाब दिनुभयो? सबै नेपालीहरुसँग हात जोडेर बिन्ती गर्न चाहन्छु, इनिसा विकको न्यायको लागि यो भिडियोलाई सबैजनाले शेयर गर्नुस्। जसरी हुन्छ इनिसा विकले न्याय पाउन जरुरी छ।